हेत तेरिका, जाँच त सोचे जस्तो भएन, अब के गर्ने? मलाई विश्वास छ तपाईको एससीए एक्जाम राम्रो भइरहेको होला, तर कुनै विषयमा तपाईले सोचेको अनुसारले तपाईले राम्रो गर्न सक्नु भएन भने त्यसको विकल्प के त? तपाईले निरन्तर प्रयास गर्दा गर्दै पनि यदि कुनै पनि विषय तपाईले सोचेको अनुसार त्यो विषय राम्रो भएन भने त्यसलाई त्यही छोडेर अझ अगाडि बढ्नु र अरु सब्जेक्टमा बढी ध्यान दिनुको अरु कुनै विकल्प रहँदैन। तपाईको एक्जाम पूर्ण तरिकाले सकिएको छैन, अन्य अरु कुनै विषयहरू पनि बाँकी नै होला। यसैले परीक्षामा राम्रो नभएको विषयलाई दिमागमा लिएर चिन्तित हुनुको साटो त्यो परीक्षा किन राम्रो भएन त्यतातिर विश्लेषण गर्न जरुरी छ। तपाईले पढ्न नपुगेको हो कि, तपाईले पाठ पढ्दा पढ्दा बीचमा छोडेका पाठहरूबाट प्रश्न आए कि, अथवा तपाई धेरै नर्भस हुनुभयो या तपाईलाई समयको अभाव भयो, के भयो त्यतातिर चिन्तन गर्नु भएर अब आउने सब्जेक्टहरूमा विशेष ध्यान दिनु होला। एउटा आफूले सोचे जस्तो राम्रो नभएको विषयको कारणले गर्दा अन्य अब आउन लागेका विषयहरूलाई त्यसले असर नपार्नु होला। आत्मविश्वास बलियो बनाउनुस्, अझ मेहनत गर्नुहोस्, तपाईको एससीको अन्य एक्जामहरू अझ राम्रो हुनेछ। अल द बेस्ट।